उहाँ आउनु हुँदाखेरि यहाँहरूले कष्ट नमानिकन सबैजना उठेर व्यासगुरुको स्वागत सम्मान चाहिँ गरिदिनुपर्छ है त, जे भए पनि ल। अहिले त नउठ्नु चाहिँ अहिले त होइन है, आउनु भएपछि। गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परब्रह्मा तस्मै श्री गुरवे नमः। ध्यानमूलं गुरुमूर्ति पूजामूलं गुरुपदम् मन्त्रमूलं गुरुवाक्यं मोक्षमूलं गुरुकृपा। अखण्डमण्डलाकारम् व्याप्तं येन चराचरम् तत्पदं दर्शितं येन तस्मै श्री गुरवे नमः। अज्ञानतिमिरान्धस्य ज्ञानञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्री गुरवे नमः। सर्वमङ्गलमाङ्गल्य शिवे सर्वार्थसाधिके शरण्य त्र्यम्बके गौरी नारायणी नमस्तुते। श्रीरामचन्द्र चरणो मनसा स्मरामि श्रीरामचन्द्र चरणो वचसा गृह्णामि। श्रीरामचन्द्र चरणो शिरसा नमामि श्रीरामचन्द्र चरणो शरणं प्रपद्य। श्री गुरुवर चरणो शरणं प्रपद्य। बोलिए व्यास गुरु भगवान को, भक्तवत्सल भगवान को। त्वमेव माता च पिता त्वमेव बन्धु च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव देव। त्वमेव सर्वं गुरु मम देव देव। स्वागत गर्दै मनले गुरुजी हुन्छु म तिम्रै पुजारी। हृदय कमलमा वास बसन गुरु हृदय कमलमा वास बसन गुरु।
नहीं नदियोमा दीप जलाई हो नयाँ नदियोमा दीप जलाई कण्ठनादको घण्टा बजाई शुद्ध भावले आरती गर्दै शुद्ध भावले आरती गर्दै स्वागत गर्दै मनले गुरुजी स्वागत गर्दै मनले स्वामीजी हुन्छु म तिम्रै पुजारी हृदय कमलमा वास बसन गुरु हृदय कमलमा वास बसन गुरु श्रद्धा भक्ति नैवे चढ़ाई हो श्रद्धा भक्ति नैवे चढ़ाई कोमल मनले सदा रिझाई जीवन भर अब सेवा गर्दै जीवन भर अब सेवा गर्दै स्वागत गर्दै मनले गुरुजी स्वागत गर्दै मनले स्वामीजी हुन्छु म तिम्रै पुजारी हृदय कमलमा वास बसन गुरु हृदय कमलमा वास बसन गुरु हृदय कमलमा वास बसन गुरु होली व्यास गुरु भगवानको ज्ञानदाता गुरुदेवको आफ्ना आफ्ना गुरुहरूको सम्पूर्ण गुरुदेवहरूको राष्ट्रदेव पशुपतिनाथको रामचन्द्र भगवानको श्री शिव पुराण मासिक ज्ञान यज्ञको यहाँहरू सबैजना यथा स्थानमा आफ्नो स्थान सुरक्षित गरेर रहिदिनु होला। अब हामी गुरुवाणी प्रभावबाट कार्यक्रम अगाडि बढाउँछौँ। भगवानका रसलीला महिमा श्रवण गर्दै अझ दिव्य भव्य बनाउने जमर्को गर्छौँ। यो माहौललाई सबैजना उपस्थित हुँदै गर्नु भएको छ। अत्यन्तै हिजो जस्तै अस्ति जस्तै भक्त सज्जनहरूको अत्यन्तै घुइँचो लागेको छ। सबैजना लाइभ कार्यक्रम पनि भइराखेको छ। हामीलाई सुनिरहनु हुने सबैजना आउनुहोला। अहिलेलाई यो यन्त्रध्वनि ससम्मान व्यासासनतर्फ गुरुदेवको लागि अर्पण गर्दैछौँ। जय श्री राधे। हरिओम हरिओम। सम्मादरणीय भगवत भक्तजनहरू सबैलाई हृदयबाट सम्मान र स्वागत गर्दै हाम्रो दिवस 17 अब हामी कार्यक्रमलाई सुरुवात गर्न गइरहेका छौँ। हामी भगवानको आरती सँगसँगै हाम्रो कार्यक्रम सुरु हुनेछ। आरतीलाई प्रज्वलित गरिदिनु होला। ल हरि ओम। इद गुङ अभि प्रजननम मे अस्तु दश वीर गुङ सर्वगण गुङ स्वस्तै आत्मा शनि प्रजा शनि पशु शनि लोक शनि वै शनि अग्नि
प्रजाम्बौलामे करत्वन्नं पयोरेतु अस्मा सुदात्तः ओम ज्वाला मालिन्यै नमो नमः ओम आरार्ति देव्यै नमो नमः गन्धास्तपुष्पाणिं समर्पयामि नमस्करोमि ओम आरार्ति देव्यै नमो नमः आरार्तिक्यम् ओम जय शिव शंकर शंभो जय गिरिजाधीश शिव जय गिरिजाधीश जय जय करुणा सागर जय जय करुणा सागर पशुपति जगदीश ओम हर 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 महादेव गिरि कैलास निवास छ गण छन् सहचारी शिव गण छन् सहचारी मुण्डमाला छ गलामा मुण्डमाला छ गलामा रूप छ भयहारी ओ हर 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 महादेव डमरु त्रिशूल सुशोभित प्रभु का दुई करमा शिवा प्रभु का दुई करमा भूषण नाग विराजित भूषण नाग विराजित वाघंबर तनमा ओ हर 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 महादेव तीन नयनमा थरी थरी ज्योति छ दिव्य सदा शिव ज्योति छ दिव्य सदा वाहन वृषभ मनोहर वाहन वृषभ मनोहर संगमा छन् गिरिजा ओ हर 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 महादेव सांब सदा शंकर भगवान को भस्म विलेपन सुंदर शिरमा चन्द्रकला शिवा शिरमा चन्द्रकला कल कल बाग्छिन् हरदम कल कल बाग्छिन् हरदम गंगा पुण्य जल ओम हर 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 महादेव ब्रह्मा विष्णु महेश्वर प्रभु का रूप सबै शिव प्रभु का रूप सबै सृष्टि स्थिति लय सब हुन् सृष्टि स्थिति लय सब हुन् शिव लीला प्रभु कै ओ हर 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 महादेव राष्ट्रदेव पशुपतिनाथ को वेद पुराण थकित छन् प्रभुको वर्णनमा शिवा प्रभुको वर्णनमा कण कण व्यापक प्रभुको कण कण व्यापक प्रभुको महिमा त्रिभुवनमा
ओम हर 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 महादेव। सुर नर मुनि सब प्रभु कै निस दिन ध्यान गरी, शिव निस दिन ध्यान गरी, परमानन्द मगन भई, परमानन्द मगन भई, जान्छन् पार तरी। ओम हर 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 महादेव। साम्ब सदा शंकर भगवान को। सच्चिदानंद परापर सजन हितकारी, प्रभु सजन हितकारी। जय जय सांब सदा शिव, जय जय सांब सदा शिव, जय जय त्रिपुरारी। ओम हर 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 महादेव, ओम हर 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 महादेव। जय शिव शंकर शंभो, जय गिरिजाधीश शिव, जय गिरिजाधीश। जय जय करुणा सागर, जय जय करुणा सागर, पशुपति जगदीश। ओम हर 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 महादेव, ओम हर 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 महादेव। कर्पूर गौरम करुणावतारम, संसार सारम भुजगेन्द्रहारम, सन्तं विदयारविन्दे भवं भवानी सहितं नमामि। त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धु च सखा त्वमेव, त्वमेव विद्या द्रविणं त्वमेव, त्वमेव सर्वं मम देव देव, त्वमेव सर्वं मम देव देव, त्वमेव सर्वं मम देव देव। ॐ जलेन शीतले करणं पुष्पै देवादिवन्दनम् आरोग्यार्थे आत्मादिवन्दनं जातो दैत्यपदार्थाय देवानां पालनाय च तस्मै देवाय सत्याय सगुणाय महात्मने व्यक्तस्वरूपाय ऋषिकापतये नमः। ज्ञानार्गमाय दत्तं रमाय सहितो हरिः। प्रार्थना गरौँ अब सबैजनाले हात जोडेर। ओम विघ्नेश्वराय वरदाय सुरप्रियाय लंबोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। कस्तूरी तिलकं ललाटपटले वक्षस्थले कौस्तुभं नासाग्रे वरमौक्तिकं करतले वेणुकरे कङ्कणम् शर्वांगे हरिचंदनम कुचुललितं कंठे च मुक्तावली गोपस्त्रे परिवेष्टितो विजयते गोपालचूडामणि। करचरणकृतं वा कायजं कर्मजं वा श्रवणनयनजं वा मानसं वा परार्धं विहितमविहितं वा सर्वमेतत्स्वमस्व। जय जय करुणाब्दे श्री महादेव शंभो। नाना सुगंध पुष्पाणि यथा कालोपान पुष्पांजलि मत्तम गृहाण परमेश्वरः गृहाण परमेश्वरी मंत्र पुष्पांजलिं समर्पयामि। बोलो विघ्नहर्ता गणेश भगवान को, श्री सूर्य नारायण भगवान को, भगवती माता को, लक्ष्मी नारायण भगवान को, शाम्ब सदाशिव भगवान को, शिव महापुराण को, व्यास जी महाराज को, संपूर्ण भक्तहरू को, भक्त और भगवान को जय जय श्री राधे श्याम। समादरणीय भगवतराई भक्तजनहरू, सदा झैं हामी श्री शिव महापुराण मासिक भक्ति ज्ञान उत्सव महायज्ञमा दिवा 17 को कथा श्रवण कार्यक्रममा उपस्थित भइसकेका छौं। यहाँ उपस्थित सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी साना साना नानी बाबु तथा जति पनि यो कथा श्रवणको निमित्त अहिले भर्खरै बाटामा आउँदै हुनुहुन्छ, बाटोमा जसले आवाज श्रवण गरिरहनु भएको छ, जो आउन तयारीमा हुनुहुन्छ, सबैलाई म आयोजकको तर्फबाट हृदयबाट सम्मान र स्वागत गर्दछु।
परोपकार अमृत नेपालद्वारा आयोजना गरिएको ज्येष्ठ नागरिक सहायताको लागि वृद्ध बुवा आमाको सहयोग गर्नको निमित्त अत्यन्तै परोपकारी संस्था रहेको छ। यो संस्था जुन रकम हजुरले यहाँ दान भेटी अर्पण गर्नुहुन्छ उनै वृद्ध बुवा आमाको लागि भनेर यो संस्थाले विभिन्न ठाउँमा गएर सहयोग गर्दै आएको छ। ती वृद्ध बुवा आमा जसलाई वृद्ध आश्रममा लगेर राखिएका छन्, कस्तो पीडा होला तिनीहरूलाई। आज छोरा छोरी सबै जन्माए, हुर्काए, बढाए अनि कतिपय छोराछोरीले त आफ्नै बुवा आमालाई लिएर त्यो वृद्ध आश्रममा राखेका छन्। यो पनि बुझ्दैनन् कि भोलि पनि हामी यस्तै वृद्ध हुन्छौँ, हामी पनि एक दिन बुवा आमा हुन्छौँ भनेर नबुझी लगेर राखेछन्। त्यस्ता दुःख पाएका, त्यस्ता असहाय व्यक्तिहरूको सहयोग गर्नको लागि यो संस्था जन्मेको छ। यो केवल आज परोपकार अमृत नेपाल यो ऊ मात्रै होइन, यहाँ त सबै तपाईँहरू जोडिनु भएको छ। यो सबै तपाईँहरूको संस्था हो। आज तपाईँहरूको एक एक रुपियाँको जुन दान छ त्यो सबै तिनै बुवा आमालाई जान्छ। तसर्थ सबैले यहाँ दान गर्नुपर्छ भनेर त हामी भन्दैनौँ, तर एउटा श्रद्धा भावका साथ हजुरले अर्पण गर्नुभयो भने तपाईँले दिनुभएको यो दान तिनै बुवा आमाको लागि जान्छ सज्जन। तसर्थ आज यहाँ धेरै व्यक्तित्वजनले बिहानैदेखि आएर हामीलाई दान भेटी अर्पण गर्नुभएको छ। यस्तो दिव्य यज्ञ लगाउनु भएको रहेछ, बडा सौभाग्य हो। विभिन्न ठाउँमा त पैसा हामीले खर्च गर्दछौँ, तर यस्ता यज्ञमा यस्ता बुवा आमाको निमित्त, यस्तो परोपकार गर्नको निमित्त जुन संस्थालाई हामीले दान गर्न हामी धन्य भयौँ, हामी भाग्यमानी छौँ भन्दै यहाँनिर तेज बहादुर केसीजी, नन्दा केसी तथा सम्पूर्ण केसी परिवार भएर आज नन्दा केसीको जन्मदिन पनि रहेछ। उहाँले आफ्नो जन्म दिवसमा केही जति सकिन्छ आफूले सक्दो सहयोग गरौँ भनेर लमै 5 देखि आएर 2 कार्टुन पानी उहाँले दान अर्पण गर्नुभएको छ। दुध, दही, चामल, दाल, तरकारी, तेल साथै नगद 1005 रुपियाँ उहाँले दान भेटी अर्पण गर्नुभएको छ। सबैभन्दा पहिले नन्दा केसीज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना छ। त्यसै गरी तेज बहादुर केसी तथा सम्पूर्ण केसी परिवारलाई भगवान आराध्यदेव बाबा पशुपतिनाथ, बाबा मुक्तिनाथले रक्षा गरून्। यसरी सधैँभरि हजुरलाई दिएर खान पुगोस्, कहिले पनि मागेर खान नपुगोस् भनी हामी भगवानसँग यही कामना गर्छौँ सज्जन तपाईँहरूका लागि। र एकचोटि केसी परिवारलाई हामीले जोरदार ताली बजाएर सम्मान गरिदिउन म सबैप्रति विनम्र अनुरोध गर्दछु। त्यसै गरी दानकै क्रममा यस्तो दिव्य आरती अब फेरि कहाँ गएर लगाउनु हामीले। अब यो शरीर त्यो पवित्र ठाउँमा गएर महाआरती गर्छु भनेर जाँदा पनि नपाइएला। तसर्थ यसरी यहाँ कार्यक्रममा हाम्रो आँगनमा आएको यो महाआरती हामी आफ्नो परिवारका नामद्वारा लगाउनु पर्दछ। आफ्ना स्वर्गीय पितृहरूको उद्धारको निमित्त हामीले यो महाआरती गर्नुपर्दछ भनेर यहाँ लेबा कुमारी ओली आमा आएर बिहान आएर आफ्ना नातिहरूको ग्रह शान्ति, ग्रह हेरिदिनु गुरु भनेर उहाँहरूका नातिहरूको हामीले ग्रह उत्तिखेर हेरेर ग्रह शान्ति पनि गऱ्यौँ। र उहाँले स्वर्गीय श्रीमान भूप बहादुर ओलीको वैकुण्ठ कामना गर्नुभएको छ। उहाँका स्वर्गीय श्रीमान भूप बहादुर ओलीको वैकुण्ठ वास होस्, भगवान श्रीहरिका चरण कमल प्राप्त होस्। स्वर्ग वैकुण्ठदेखि यस्ता पितृहरूले के भन्छन् अरे सज्जन, आज हेर त हामी धन्य धन्य छौँ। यस्ता सन्तानलाई हामीले जन्माएर आयौँ, यस्ता सन्तति हामीले जन्माएछौँ। आज हामी मरेर गयौँ, यतिका वर्ष भए हेर त हाम्रै नाममा गएर हाम्रो उद्धारको लागि दान भेटी अर्पण गरिरहेका छन्। हामी धन्य छौँ, हामी मरेर गयौँ, हामीलाई त्यसको कुनै पनि पीर छैन। तर यी सन्तान, यी सन्तति ब्रह्म आयु यिनीहरूले बाँच्नु पर्दछ भनेर स्वर्ग वैकुण्ठदेखि पूर्ण आयुको आशीर्वाद दिउन् भन्ने हामी कामना गर्दछौँ। त्यसै गरी परिवारमा हुनुहुन्छ लेबा कुमारी ओली आमा हुनुहुन्छ, छोरा खिम बहादुर ओली, बुहारी रोचना ओली, छोरा झपेन्द्र बहादुर ओली, बुहारी पार्वती ओली, नातिहरू हुनुहुन्छ अभिषेक ओली, बादल ओली, आशिष ओली, अरविन ओली, नातिनीहरू वर्षा ओली, अर्चना ओली, अर्पणा ओली तथा सम्पूर्ण ओली परिवारको नामबाट आज बेलुकाको महाआरती हुन गएको छ। सम्पूर्ण ओली परिवारको लागि जोरदार ताली बजाएर सम्मान गरिदिउँ होला। सम्पूर्ण ओली परिवारलाई भगवान आराध्यदेव बाबा पशुपतिनाथ, बाबा मुक्तिनाथले रक्षा गरून्, उहाँहरूका मनोकामना पुरा होस्।
उहाँहरूका घर परिवारमा सधैँ सुख शान्ति समृद्धि होस्, ऐश्वर्य वृद्धि होस्, परिवारमा सबैका नवग्रहहरू शान्त भएर जाउन्। हामी भगवान भोलेनाथसँग उहाँका सम्पूर्ण परिवारको लागि कामना गर्दछौँ। त्यसै गरी सज्जन दानकै क्रममा हामीलाई चोपल भट्टराई लमाई 5 लमाई गल्लीदेखि आएर भगवानको यो दिव्य शिव पुराण भगवान शङ्करको यो विशेष आज श्रावण महिना आजबाट सुरुवात भएको छ। अत्यन्तै पावन महिना। साक्षात् भगवान शङ्करले भन्नुभएको छ, यो त श्रावण होइन, यो त साक्षात् मै हो, तिमीहरूले मलाई भनेर चिन्नु, यो महिना यो शिव महिना भनेर चिन्नु भनेर भगवानले भन्नुभएको छ। र यही महिनामा आएर आज पहिल्यै दिन उहाँले 1155 रुपियाँ दान भेटी अर्पण गर्नुभएको छ। चोपल भट्टराई तथा उहाँका सम्पूर्ण परिवारलाई भगवान आराध्य देवले रक्षा गरून्, उहाँका मनोकामना पुरा होस्, घर परिवारमा सुख शान्ति समृद्धि होस्। हामी उहाँका लागि, उहाँका सम्पूर्ण परिवारजनका लागि भगवानसँग कामना गर्दछौँ। एकचोटि चोपल परिवारज्यूको सम्पूर्ण परिवारलाई जोरदार ताली बजाएर सम्मान गरिदिउन म हार्दिक अनुरोध गर्दछु। हामी सम्मानको कार्यक्रमलाई बेलुका सन्ध्या समयमा राखेका छौँ। आरती अगाडि नै हामी सबै सम्मान गर्नुपर्ने सम्मानहरू हामी आरती अगाडि नै सम्मान गर्नेछौँ। त्यसै गरी दानकै क्रममा 5 रातो डाँडादेखि आउनुहुने सीता शाहज्यूले बडा श्रद्धा भक्ति भावनाका साथ यो दिव्य कार्यक्रम शिव पुराणलाई 1005 रुपियाँ दान भेटी अर्पण गर्नुभएको छ। सीता शाह तथा उहाँका सम्पूर्ण परिवारलाई बाबा पशुपतिनाथले रक्षा गरून्, उहाँका मनोकामना पुरा होस्, उहाँको जय जोस् कल्याण होस् भन्ने कामना गर्दै सीता शाहका सम्पूर्ण परिवारको लागि जोरदार ताली बजाएर सम्मान गरिदिउन म हार्दिक अनुरोध गर्छु। त्यसै गरी अहिले भर्खरै यहाँनिर श्री क्षमा पौडेलज्यूले लमही 5 कान्छी रोडदेखि गुरुहेरको ब्राह्मण भोजनको लागि आज मेरो नामबाट ब्राह्मण भोजन गराउँछु भनेर उहाँले बडा श्रद्धाका साथ पनिर लिएर आउनुभएको छ। गुरुहेरलाई हेर्नुहोस् त कति मिठो पनिर ल्याइदिनु भयो, स्याउ ल्याउनु भयो। गुरुहेरले स्याउ पनिर खानु पर्दछ, यत्रो 1 महिना कथा भन्नु पर्दछ भनेर बडा श्रद्धाका साथ अनि केरा पनि ल्याउनु भएछ, अनि दाल चिनी चियापत्ती सबै चिज ल्याइदिनु भएछ। आदरणीय श्री क्षमा पौडेल तथा उहाँका सम्पूर्ण परिवारलाई भगवान आराध्य देवले रक्षा गरून्, उहाँका मनोकामना पुरा होस्, घर परिवारमा सुख शान्ति समृद्धि होस्, उहाँका नवग्रहहरू सबै शान्त भएर जाउन्। ब्राह्मणलाई खुवाउन् त पितृले पाउन्। ब्राह्मणलाई जसले खुवाउँदछ श्रद्धा भावका साथ उनका सम्पूर्ण पितृहरू सन्तुष्ट हुन्छन्, स्वर्ग वैकुण्ठदेखि यस्ता सन्तानलाई आशिष दिन्छन्, आशीर्वाद दिन्छन्। र धेरै धेरै धन्यवाद छ। र क्षमा पौडेलज्यूको लागि सबै परिवारको लागि एकजना जोरदार ताली बजाएर हामीले सम्मान गरौँ, स्वागत गरौँ। त्यसै गरी यहाँ आमा हुनुहुन्छ, टिकादेवी भट्टराई आमा, म मेरो नामबाट आरती गर्नु छ गुरु, म जसरी पनि एकादशीको आरती मेरो नामबाट गरिदिनु है भनेर यहाँ 3100 अर्पण गर्नुभएको छ। आमा आरती गर्न त 5100 रुपियाँ छ त भनेको, होइन बाबु म 2000 रुपियाँ भरे बेलुकासम्म म ल्याइदिन्छु भन्नुभयो। होइन यो पैसा राख्नु न भन्दा, होइन होइन म राख्दिनँ, तपाईँ नै राख्नु यो पैसा भनेर अहिले 3100 दिनुभएको छ। उहाँको रसिदमा बेलुका काट्नेछु जब पूर्ण पैसा आउनेछ। र तर पनि उहाँको श्रद्धा हेर्नुहोस् र कति भक्ति छ, कति भावना, बडा श्रद्धाका साथ आरती गर्नुपर्दछ। बल्ल आएको आरती हो। अब यो उमेरमा कहाँ जाने आरती गर्नलाई, आफ्ना पितृहरूको निमित्त महाआरती बत्ती बाल्नको लागि कहाँ जाने। यो त लाख बत्ती बालेको फल प्राप्त हुन्छ यो महाआरतीमा त। हेर्नुहोस् यो आरतीको त व्याख्या गर्नु हो भने एक दिनमा व्याख्या गरेर सकिँदैन। यो विशेष महाआरती छ। समय रहेछ भने छुटकारीमा म कुनै समय हजुरलाई दिवा सत्रमै अथवा बेलुकाको महाआरती सत्रमा आरती कसरी सुरुवात भएको थियो, कहाँबाट सुरु भयो, किन सुरु भयो भन्ने कुरो थोरै जानकारीको लागि म हजुरलाई श्रवण गराउनेछु। र एकचोटि टिकादेवी भट्टराई आमालाई जोरदार ताली बजाएर सम्मान गरिदिन म हार्दिक अनुरोध गर्छु। र सबैले यो महाआरती विशेष आरती रहेको छ। विशेष आरतीकै विषयमा म जोड्न चाहेँ। यो आरती गएर गर्छु, आरतीमा सङ्कल्प गर्छु भन्न पनि कहिलेकाहीँ पाइँदैन। हेर्नुहोस् अहिले पशुपतिनाथमा दैनिक आरती हुन्छ, त्यहाँ एकदम लाइन हुन्छ, प्याक हुन्छ। दैनिकी मान्छेले आरती गर्नको लागि अग्रिम बुकिङ गर्नुपर्दछ। अनि पोखराको तालबराई माता भगवतीको दैनिक आरती हुन्छ, त्यहाँ पनि त्यस्तै हुन्छ। दैनिक रूपमा विशाल भक्तहरू जानुहुन्छ र कहिले आरती गर्छु भन्न पाउनुहुन्न। त्यो आरती गर्नको लागि 1-2 दिन त्यहाँ बस्नै पर्दछ। हेर्नुहोस् कति ठुलो खर्च आउँदछ।
बाहिर गएर बस्नलाई। तसर्थ आज यसै ठाउँमा आएको छ। न्यूनतम शुल्कमा गुरुदेवले सबै भक्तलाई आरती गर्न मिलोस्, सबैका पितृहरूको उद्धारको होस्, सबै परिवारमा सुख शान्ति समृद्धिको कामना गर्दै। धेरै लिनु हुँदैन गुरु, 5100 भन्दा बढी नलिउँ, किनकि सबै भक्तहरूले गर्न पाउनुहुन्छ। त्यसो हुँदाखेरि परिवारमा 5 जना 6 जना जति हुन्छ सबैको नामबाट त आरती हुन्छ। यो त सौभाग्य हो। उहाँले गृह शान्ति पनि गर्न पाउनुहुन्छ, रुद्राभिषेक पनि गर्न पाउनुहुन्छ। तसर्थ त्यहाँभन्दा धेर नलिउँ। मैले त अलिक बढाउँ भनेको, तर गुरुजीले मान्नु भएन। हुँदैन हुँदैन, त्योभन्दा बढाउनु हुँदैन भन्नुभयो। हेर्नुहोस् त कति श्रद्धा। आज एक्लो व्यक्ति यो परोपकार अमृत नेपालको सङ्कल्प लिएर उभिनु भएको छ। कसैले साथ दिउन् नदिउन्, तर म यो सङ्कल्पलाई तोड्न दिनेवाला छैन। चाहे म मरौँ या बाँचौँ, तर मेरो सङ्कल्प रहनेछ भनेर अठोट साथ, पैसा उठोस् नउठोस्, योभन्दा अगाडिका कार्यक्रम विभिन्न ठाउँमा गर्नुभयो। त्यहाँका पीडाहरू अब तपाईँलाई सुनाउँ भने हजुरले पत्याउनुहुन्न होला। कति घाटा खाएर, कति सहेर, कति के गरेर यो अवस्थामा आउनुभएको, तर पनि हार मान्नु भएको छैन। होइन, म मेरो सङ्कल्प टुट्न दिन्न भनेर सङ्कल्पकर्ताको रूपमा विश्व कल्याणको लागि एक्लो यात्री भएर निक्लिनु भएको छ। यस्ता आदरणीय श्रद्धेय व्यासजी महाराज आज हामीले पाएका छौँ, हाम्रै अगाडि पाएका छौँ। एकचोटि व्यासजी, पण्डित श्री व्यासजी महाराज अमृत शरण देवाचार्यको लागि जोरदार ताली बजाएर सम्मान गरिदिन म हार्दिक अनुरोध गर्दछु। र अबको ध्वनि यन्त्र आदरणीय श्रद्धेय व्यासजी महाराजज्यूलाई म अर्पण